आजको संसारमा पैसा कता बगिरहेको छ र त्यो पैसाको बहावले हाम्रो आउने भविष्यबारे के संकेत गरिरहेको छ। आउनुहोस् यही जटिल विषयलाई बुझ्नको लागि UNCTAD को विश्व लगानी प्रतिवेदन 2025 को गहिराईमा जाउँ। ल सुरु गरौँ प्रतिवेदनको सबैभन्दा गम्भीर सन्देशबाट। अहिले विश्वव्यापी लगानीको इन्जिन किन सुस्ताउँदैछ त? रिपोर्टले सुरुमै एउटा ठूलो र चिन्ताजनक आँकडा देखाउँछ, 11% को गिरावट। र यो पहिलो पटक भएको पनि होइन, लगातार दोस्रो वर्ष हो अन्तर्राष्ट्रिय लगानीको प्रवाह यसरी घटेको। यो अवस्थालाई लिएर संयुक्त राष्ट्रका महासचिवले एउटा गम्भीर चेतावनी दिनुभएको छ। उहाँको भनाइमा यो केवल पैसाको लेनदेन घट्नु मात्र होइन, यो त विश्वव्यापी सहयोग र विकासमाथिको सीधा चुनौती हो। अब हामीले बारम्बार FDI अर्थात् प्रत्यक्ष विदेशी लगानी भनिरहेका छौं। आखिर यो हो के त? एकदमै सरल भाषामा भन्नुपर्दा यो त्यही पैसा हो जुन एउटा देशबाट अर्को देशमा कारखाना खोल्न, बाटोघाटो बनाउन वा नयाँ रोजगारी सृजना गर्न जान्छ। अर्थतन्त्रका लागि नभई नहुने पुँजी। यहाँनिर एउटा अचम्मको र विरोधाभासपूर्ण कुरा देखिन्छ। एकातिर विश्वको व्यापार र GDP त बढिरहेको छ, तर अर्कोतिर यो महत्त्वपूर्ण लगानी FDI चाहिँ घट्दैछ। यी दुई बीच कुनै तालमेल नै छैन। यसले लगानीकर्ताहरूको आत्मविश्वास कता जाँदैछ भन्ने गम्भीर प्रश्न उठाएको छ। यो लगानीमा आएको कमीको असर सबैभन्दा बढी कहाँ परेको छ त? हो, दिगो भविष्य बनाउने हाम्रा साझा सपना र लक्ष्यहरूमा। UNCTAD की महासचिवको यो भनाइले धेरै कुरा बोल्छ। पैसा कता बग्छ वा कता बग्दैन त्यसले हाम्रो समाजको ऐना देखाउँछ। हामीले वास्तवमा के कुरालाई महत्त्व दिइरहेका छौं भन्ने कुरा छर्लङ्ग पार्छ। र दुःखको कुरा के हो भने यो सङ्कटले सबैभन्दा बढी विकासशील देशहरूलाई हिर्काएको छ, जहाँ लगानीको सबभन्दा धेरै खाँचो छ, जस्तै सफा ऊर्जा, पानी, खाद्य सुरक्षा। हो, ठिक त्यही नै लगानी सुकिरहेको छ। आँकडामा हेर्दा त झनै डरलाग्दो चित्र देखिन्छ। सोच्नुस् त, नवीकरणीय ऊर्जा मतलब सोलर र हावाबाट बिजुली निकाल्ने परियोजनाहरूमा लगानी झण्डै 1/3 अर्थात् 31%ले घटेको छ। पानी र सरसफाइमा 30%ले अनि कृषि र खाद्य प्रणालीमा पनि 19%ले गिरावट आएको छ। यी त मानिसका आधारभूत आवश्यकताका क्षेत्रहरू हुन्। तर यो सबै निराशाजनक खबरको बीचमा एउटा आशाको किरण पनि देखिएको छ। प्रतिवेदनले एउटा यस्तो क्षेत्र देखाएको छ जहाँ लगानी घट्नुको सट्टा विस्फोट नै भइरहेको छ। यो आँकडा हेर्नुस् त, 107% को वृद्धि, त्यो पनि डिजिटल अर्थतन्त्रमा। यसको मतलब एकातिर परम्परागत लगानी घट्दैछ भने अर्कोतिर डिजिटल परियोजनाहरूको मूल्य दोब्बरभन्दा पनि बढीले बढेको छ। यो एउटा ठूलो शिफ्ट हो। रिपोर्टले यसैलाई एउटा उज्यालो पक्ष भनेको छ। डेटा सेन्टर, आर्टिफिशियल इन्टेलिजेन्स, सफ्टवेयर जस्ता क्षेत्रहरूले अहिलेको सुस्त अर्थतन्त्रमा एउटा शक्तिशाली इन्जिनको काम गरिरहेका छन् र यिनीहरूको वृद्धि दरले त विश्वको GDPलाई पनि पछाडि पारेको छ। तर यो डिजिटल क्रान्तिको कथामा एउटा अर्को पाटो पनि छ। यो सुनको दौडमा सबैजना सँगै दौडिन पाइरहेका छैनन्। त्यसो भए एउटा निकै महत्त्वपूर्ण प्रश्न उठ्छ, यो डिजिटल उछालको फाइदा वास्तवमा कसले उठाइरहेको छ त? यो तालिकाले त्यो प्रश्नको तीतो जवाफ दिन्छ। हेर्नुस् त, अमेरिका, चीन, सिङ्गापुर जस्ता केही देशहरूमा अर्बौं डलरको लगानी खन्याइएको छ। तर अर्कोतिर सबसे भन्दा कम विकसित देशहरू, जसलाई LDCs भनिन्छ, त्यहाँ परियोजना लगानी उल्टै 41%ले घटेको छ। यो खाडल झन्झन गहिरिँदै गएको छ। अब प्रश्न आउँछ, यस्तो किन भइरहेको छ? रिपोर्टले केही मुख्य कारणहरू औल्याएको छ। पहिलो त डिजिटल पूर्वाधारै छैन, इन्टरनेटै राम्रो छैन। दोस्रो, डिजिटल सिप भएका मानिसहरूको कमी छ। अनि अस्थिर नीति र नियमहरूले पनि लगानीकर्ताहरूलाई डराउँछ। र यसले हामीलाई एउटा दोबाटोमा ल्याएर उभ्याउँछ। हामीसँग एउटा छनौट छ, कि त हामी यही असमानतालाई डिजिटल रूप दिन्छौं, कि त सबैका लागि मैदान समतल बनाउने प्रयास गर्छौं। UNCTAD को महासचिवको यो भनाइले नै रिपोर्टको सार बताउँछ। प्रविधि आफै कतै जाँदैन, हामीले त्यसलाई कता लैजाने हो भन्ने कुरा हाम्रो छनौटमा भर पर्छ र हाम्रो छनौट हुनुपर्छ यसलाई सबैका लागि समावेशी बनाउने।
खुसीको कुरा के हो भने रिपोर्टले समस्या मात्र देखाएको छैन, समाधानको बाटो पनि देखाएको छ। यो खाडल कसरी पुर्ने भनेर नीतिगत सुधारदेखि लिएर नयाँ किसिमको लगानी जुटाउने तरिकासम्मको एउटा पूरा रोडम्याप नै दिएको छ। र अन्त्यमा यो विश्लेषणले हामी सबैलाई एउटा गम्भीर प्रश्न सोध्न बाध्य बनाउँछ। यो डिजिटल संसारको खेल मैदानलाई सबैका लागि बराबर बनाउन के गर्न सकिएला? यो एउटा यस्तो प्रश्न हो जसमाथि हामी सबैले सोच्नुपर्ने बेला आएको छ।